चाहिँ म गएको छु विराट पोखरी। दाइ र म गएका छौँ हामी कामको क्रममा। सो केही सामानहरू पुर्याउन गएका थियौँ। ल साथीहरू, हाम्रो गन्तव्य चाहिँ आइसकेको छ। हामी चाहिँ यहीँसम्म आएको थियौँ। ल यस्तो चाहिँ भएन नि त हो। अब बालेन सरकार आएपछि यस्तो जाम हुने कुरो भयो त। यस्तो जाम चाहिँ हुनु भएन है साथीहरू। यो तरिकाले चाहिँ चल्दैन है फेरि नेपाल। लु 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 बालेन सरकार केही गर्नु पर्यो। ल हाम्रो साउजी पो देखा पर्नु हो त। साउजी घर जानु हुँदैछ अहिले। ल साथीहरू, आजलाई यति नै। के कस्तो लाग्यो लाइक कमेन्ट सेयर गर्न नभुल्नु होला।